सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण सुरु गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराएका छन्। काठमाडौँका सुकुम्बासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुम्बासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुम्बासीको व्यवस्थापनको काम अगाडि बढाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गरेकी छन्। उनका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000ले मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनात्मक परिवर्तन गरेको बताएकी छन्।